सर्वोच्च अदालतले हिजो एउटा महत्त्वपूर्ण आदेश गरेको छ दर्शकबिन। 4 वर्ष अगाडि सर्लाही जिल्लामा तत्कालीन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कुमार पौडेल प्रहरीले उनलाई पक्राउ गरेको थियो र पक्राउ गरिसकेपछि नृशंसतापूर्वक उनको हत्या गरियो। हत्या यस्तो कहाली लाग्दो अवस्थामा गरियो कि उनलाई पक्राउ गरिसकेपछि प्रहरीले सबभन्दा पहिले उनका हात भाँच्यो, दुईटै हात, त्यसपछि उनका खुट्टा भाँचिए, त्यसपछि उनको शरीर सबै लगभग छेद विच्छेद बनाइयो। उनलाई मार्ने नियतका साथ प्रहरीले त्यस्तो काम गरेका थिए र अन्ततः उनलाई गोली हानेर समाप्त गरियो। यो 2078 सालको घटना थियो, जुन बेला रामबहादुर थापा बादल गृहमन्त्री थिए, केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यो बेला पनि मैले चर्चा गरेको थिएँ दर्शकबिन यो विषयमा, किनभने त्यो बेला रामबहादुर थापा बादलजीले स्पष्टीकरण दिने क्रममा उहाँले बोल्नु भएको थियो, कुमार पौडेल भाग्न प्रयास गरेको कारणले गर्दा उनलाई प्रहरीले काउन्टरमा मारेको हो। जनयुद्ध कालका रामबहादुर थापा बादलका सहयात्री हुन् कुमार पौडेल। स्थानीय तहमा उनी सुकुम्बासीहरू बीचमा अत्यन्तै लोकप्रिय पात्र पनि थिए। सुकुम्बासी बस्तीमा यदि निर्वाचन गराउने हो भने उनी रामबहादुर थापा बादल भन्दा धेरै 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 लोकप्रिय थिए। अहिलेको अवस्थामा भन्ने हो भने उनी निर्वाचित भएर प्रतिनिधि सभामा प्रतिनिधित्व गर्न आइपुग्ने अवस्थाका राजनीतिक व्यक्तित्व थिए उनी। तर उनी हट्टा कट्टा हृष्टपुष्ट व्यक्ति थिए। प्रहरीले पक्राउ गरेर मार्ने नियतका साथ घाइते बनाउन प्रयास गरेपछि केही चलेन उनको, अन्ततः उनलाई घाइते बनाएर प्रहरीले मार्यो। गोली लागेर मारिएको भएपछि त्यो बेग्लै सन्देश जान्थ्यो। त्यहाँ समग्र सुकुम्बासी बस्तीका नागरिकहरूले त्यही बेला बयान गरेका छन् सरजमिनमा कि कुमार पौडेल हामी सुकुम्बासीहरूको शुभेच्छुक हुनुहुन्थ्यो, हाम्रो उद्धारमा हरेक क्रियाकलापहरू गर्नुहुन्थ्यो, हाम्रो सुरक्षाको निम्ति उहाँले धेरै काम गर्नुभयो, हाम्रो हक हितको निम्ति उहाँले धेरै काम गर्नुभयो। त्यही राम्रो काम गर्ने क्रममा उहाँलाई प्रहरीले पक्राउ गर्यो र मार्यो। सबैको बयान यही छ। तत्कालै कुमार पौडेलकी आमाले सर्लाहीको जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न जानुभयो, तर जाहेरी लिइएन। सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता गर्न जानुभयो, सरकारी वकिलबाट पनि सहयोग पाइएन। त्यसपछि कुमार पौडेलकी आमा सर्वोच्च अदालतमा आउनुभयो र सर्वोच्च अदालतमा यही बेहोराको उजुरी दर्ता गराउनु भएको थियो। हिजो सर्वोच्च अदालतबाट आदेश भएको छ यो विषयलाई अनुसन्धान गर्ने, निवेदन दर्ता गर्ने र अनुसन्धान प्रक्रिया अगाडि बढाउने। जाहेरी दरखास्तमा रामबहादुर थापा बादल तत्कालीन गृहमन्त्री र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल यी दुईजना लगायतका हत्याकाण्डमा संलग्न प्रहरीहरू समेतको नाम किटानी जाहेरी छ। किटानी जाहेरी परेको जाहेरी समेत प्रहरीले दर्ता नगरेको यो घटनाले बल्ल न्याय पाएको छ। कानूनी प्रक्रिया अगाडि बढाउने सर्वोच्च अदालतको आदेशले पूर्व गृहमन्त्री हाल नेकपा एमालेका तर्फबाट समानुपातिक सूचीमा प्रतिनिधि सभाको सदस्य समेत हुनुहुन्छ अहिले रामबहादुर थापा बादल। माओवादी जनयुद्धबाट विकसित भएको चर्चित नेतृत्व पनि हो रामबहादुर थापा बादल। उहाँ अब कानूनी कठघरामा तानिने बलियो सम्भावना छ र निकै चर्चित र निकै जनप्रेमी प्रहरी महानिरीक्षकको रूपमा आफूलाई दावी गर्दै आउनुभएका तत्कालीन प्रहरी प्रमुख महानिरीक्षक सर्वेन्द्र खनाल पनि यो काण्डमा अनुसन्धानको दायरामा तानिने अवस्थामा पुग्नु भएको छ। उहाँहरूको अब निश्चित रूपमा प्रहरी हिरासतमा बास हुने अवस्था विकसित भएको छ। दर्शकबिन अरू निर्दोष व्यक्तिहरूलाई फसाउन रामबहादुर थापा बादलको पनि भूमिका निकै महत्वपूर्ण रहँदै आयो। प्रहरी महानिरीक्षक हैसियतमा रहँदाखेरि सर्वेन्द्रजीको पनि निकै महत्वपूर्ण भूमिका आयो। प्रहरी महानिरीक्षकबाट अवकाश लिइसकेपछि पनि एउटा अपहरण काण्डमा निकै चर्चित बन्नुभयो सर्वेन्द्र खनालजी। नेकपा एमालेका नेता महेश बस्नेतसँग जोडिएर एउटा अपहरणको काण्ड विशेष चर्चित बन्यो दर्शकबिन। अब त्यो निरर्थक छलफलको कुरा पनि हुन्छ, त्यसकारण त्यो विषयलाई मैले यहाँ जोड्न त्यति आवश्यक ठान्दिन। तर यो हिजो सर्वोच्च अदालतबाट भएको आदेशले फेरि पनि सर्वोच्च अदालत प्रति ठूलो आशा जगाएको छ दर्शकबिन। सर्वोच्च अदालतले तथ्य र प्रमाणमा टेकेर न्याय निरूपण गर्नुपर्छ भन्ने कुरामा मैले धेरै पहिलेदेखि आवाज उठाउँदै आएको छु, म चर्चा गर्दै आएको छु यो विषयमा। हिजोकै मितिमा सर्वोच्च अदालतले धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर 1 मा किशोरी शाहलाई बैंकको कालो सूचीमा परेको भनेर निर्वाचन आयोगले मौन अवधिका दौरानमा उहाँको उम्मेदवारी नै खारेज गरेर ठूलो अन्याय गरेको थियो। त्यो अन्यायको विरोध गर्दै किशोरी शाह सर्वोच्च अदालतमा न्याय माग्न पुग्नु भएको थियो र सर्वोच्च अदालतले हिजो मात्रै किशोरी शाह विरुद्ध कालो सूचीमा राखिएको सूचनाको खारेजीको निम्ति आदेश भएको छ र साथै निर्वाचन आयोगलाई त्यो सूचीको कारणले उहाँको उम्मेदवारी खारेज गरिएको
उल्टाउने खालको आदेश दिएको थियो हिजो। यो विषयमा मैले यसअघिको भिडियोमा चर्चा गरेको छु दर्शकवृन्द। त हिजोकै मितिमा भएको रामबहादुर थापा बादल र तत्कालीन प्रहरी महानिरीक्षक दुईजना विरुद्ध परेको किट्टानी जारी दर्ता गरी अनुसन्धान प्रक्रियालाई अगाडि बढाउनु भन्ने जो आदेश हो, यो आदेशले राजनीतिमा ठूलो तरङ्ग ल्याइदिएको छ।